खै चाँठिएर कता गयो आज चाहिँ ह्याप्पी न्यू इयर हो नि त हाम्रो नेपालको त्यही भएर चाहिँ म छोटो मिठो भ्लग गर्न गइरहेको छु हाम्रो चाहिँ नाइट ड्युटी थियो अनि हामी चाहिँ निस्किसक्यौँ हामी एकजना ऊ पर आउँदै हुन्छ एकजना ऊ यता पुगिसक्नु छ ह्याप्पी न्यू इयर एभ्रिवान र सबैजनाको होइन सुखमय बितोस् यो नयाँ वर्ष जति दुःख कष्ट थियो सबै हराउन होस् भन्दै नयाँ दिनहरूको सुरुवात होस् सबैजनाको नयाँ दिनको सुरुवात हाम्रो सुतेर हुन्छ नाइन गरेर हाम्रो चाहिँ अब वर्षैभरि सुतेर मतलब काम गरेर उठ्नुपर्ने भयो होइन त भन्दै साथीहरू आज चाहिँ हामी 5 जना छौँ एउटा अपार्टमेन्टमा हामी नेपालीहरू हामी 5 जनाले नै छुट्टी लिएको छौँ तर के गर्छौँ भन्ने चाहिँ थाहा छैन अब 2 जना चाहिँ सुतिरहेछन् यति बेला अब हामी नाइट ड्युटी गरेको मान्छेहरू अवश्य गएर हामीले सुत्छौँ नै तर पनि हामी केही अब त्यस्तो धेरै यो त हुँदैन छोटो मिठो तरिकाले हामी न्यु इयर चाहिँ मनाउने कोसिस गर्छौँ होइन अनि हामी बाहिरतिर पनि निस्किन्छौँ होला अनि हाम्रो हामी बस्ने अपार्टमेन्ट समुद्र हेर्न निस्किन्छौँ भन्दाखेरि हामी समुद्र साइडतिर नगएको कति धेरै भएको छ चाहिँ रेड लाइटमा छौँ त्यही भएर कुदिरहेछौँ है सबैजना एकछिन कुद्नु पर्दाखेरि मोबाइलमा बिजी 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 के साह्रो बिजी हो कोसँग हो यस्तो न्यु इयरमा फ्यामिली टाइम हो ठिक छ फ्यामिलीलाई टाइम दिनुपर्छ जमायो रेटमै अब आउँदैन चलो यो हाम्रो अपार्टमेन्ट भयो यहाँदेखि कुद्दै कुद्दै गयो भने कति 30 सेकेन्ड लाग्छ होला है हामी त्यहाँ पुग्नलाई ठाउँ चाहिँ राम्रै छ अनि हामी चाहिँ रुमाइसकेर म चाहिँ नुहाइसकेर मैले पूजा पनि गरिसकेँ अब किनभने न्यु इयर हो होइन अनि यता हाम्रो अनशिष्ट भव्य तरिकाले कपाल तरिकाले किलिन हान्दै हुनुहुन्छ होइन कहीँ कतै यस्तै पुज्ने गर्ने काम छ भने चाहिँ हाम्रो सम्पर्क गर्नु होला हामी एकदम च्याम्पियन भइसकेको छौँ भने अब हामी चाहिँ फर्स्टमा चाहिँ हामी रुम सफा गर्छौँ त्यसपछि अरू काम गर्न स्टार्ट गर्छौँ अहिले चाहिँ नुहाइदै गरिसकेर अब चाहिँ सुत्नुपर्छ एकछिन होइन कति बेला हुन्छ सबैजना उठेपछि उठेर के गर्ने हो त्यसपछि हामी स्टार्ट गर्नेछौँ हाम्रो न्यु इयर मनाउनका लागि भन्दै अहिले चाहिँ म सुतेँ भरे भेटौँ अब सानाले ठुलाबाट आशीर्वाद लिने कार्यक्रम हुँदैछ होइन सबै कुराहरू पुग्नु सधैँ खुसी हुनु स्वस्थ हुनु व्यस्त हुनु पैसा कमाउनु धेरै सबैजनालाई ह्याप्पी न्यु इयर हाम्रो तर्फबाट पनि पुरा हुनुहुन्छ 2 जना चाहिँ नकम छैन कति बेला ह्याप्पी न्यु इयर गर्ने हो हेलो गाइजहरू हामी चाहिँ फेरि पनि यहाँ धमकेदार भ्लग लिएर आइसकेको छौँ आज हाम्रो नयाँ वर्ष यता र उता खाल्याङ बेल्याङ भइरहेछ होइन कोही साथीहरू तेलबी जाने कोही सुत्ने अहिलेसम्म हामी चाहिँ 3 जना सुतेको होइन अनि एउटा साथीले चाहिँ बल्ल एउटा मिक्सर किनेर ल्याइपुऱ्याएको छ अनि अब त मिक्सरमा के पिस्ने अनि मोमो बनाउनलाई त ढिलो हुन्छ भनेर हामी चाहिँ अब यहाँ कुखुरा होल चिकन खोज्न जाँदैछौँ अनि आज हाम्रो कथा भइरहेछ साथीहरू यस्तै भयो होइन कोहीको कता काम पऱ्यो कोहीको के काम पऱ्यो अनि अब न्यु इयर सधैँ अब यो वर्षैभरि यस्तो अलाङ टाइम चाहिँ नहोस् होइन आज एक दिन मै टारियोस् भन्दै हामी चाहिँ त्यो टार्नको लागि हामी कटाउनु लागि हामी होल चिकन खोज्न जाँदैछौँ अनि घाम टार्न लागिरहेछ अनि कालो चस्मा पनि हामी चाहिँ लगाइरहेछौँ भन्दै कहाँ
बाटो अब होइन नि उता अझै अगाडि अनि हामी चाहिँ अब चाहिँ छोटो मिठो तरिकाले बनाएर खाने भनेर छौँ हामी दाल भात तरकारी चिकन बनाएर खाने भनेर छौँ होइन चिकन रोस्ट गर्ने अनि हाम्रो प्लान चाहिँ अर्को ठुलो प्लान चाहिँ तलतिर समुद्र साइडतिर गएर फोटो खिच्ने न्यु इयरको दिन भनेर हाम्रो यो सोच थियो कि अब त्यो चाहिँ हामीले नभ्याउला जस्तो छ होइन अनि एकछिनमा जाने छौँ सायद अब हामी यो गर्छौँ ओ किन रेटमै हिँडेको होला है मान्छेहरू अनि अब हामी चाहिँ के गर्छौँ भने हामी दुईजनाको सल्लाह चाहिँ यहाँ अब रुम गएर साथीहरूले के भन्छ होइन अर्को दिदीले चाहिँ जमाइले घुम्न अनि भरे आएर बनाएर खाउँला भनेर भन्नुभएको छ अरे त्यो पनि आइडिया ठिकै हो अनि हामी सबै सामानहरू रेडी गरेर हामी रेडी हुन्छौँ होला अहिले अनि हामी गएर हामी फोटो खिच्छौँ होला किनभने नयाँ वर्ष हो नि त नयाँ वर्षमा त फोटो खिच्न पर्छ भन्दै यता हो अनि हामी चाहिँ यहाँ चिकन पाउने ठाउँमा हामी लगभग पुग्ने आँट्यौँ होइन अनि यस्तै भयो साथीहरू आज हाम्रो त किन हाम्रो नाइट ड्युटी भएर चाहिँ हामी धेरै अलिङ डालिङ भयौँ क्या किनभने सुत्न पनि पऱ्यो अब नाइट ड्युटीमा सुत्न पाइँदैन नि त अब फेरि निन्द्रालाई यो गरेर त हामी बनाएर खाएको के अर्थ भयो र तर पनि हामी अब सबै काम भ्याउँछौँ ल है त अब भरे भेटौँ हामी चाहिँ मासु किनेर आइसक्यौँ होइन होल चिकन किनेर आइसक्यौँ यहाँ देखाइदिउँ होल चिकन अनि हामीले विङ्स लेग पिसहरू पनि किनेको छौँ होइन हामी एक पिस भए पनि आइटम बनाएर खाने हामी चाहिँ निर्णय भयो एकपछि प्लान चेन्ज भयो आज हाम्रो प्लान चेन्ज भएकै छ हौ के भएको अब एकछिन पछि फेरि के हुन्छ एउटा काँचै बाँडेर राखौँ आफ्नो बनाएर खाऊँ त भन्दैनौँ होला नि त्यसै त भन्नु हुँदैन है अनि ल एउटा सबैले भाग लाउने भाग लाएर सब राख्ने अनि आफ्नो तरिकाले बनाएर खाने भन्ने बेर पनि छैन आज हाम्रो त्यस्तै भइरहेछ अघिदेखि नै प्लान चेन्ज भएकै छ अनि अब हामी टमाटरहरू किन्छौँ यसलाई चाहिने मरमसलाहरू त किन्नु पऱ्यो नि त हाम्रो सिकिरहेछ अनि हामी गएर यति छिटो गर्छौँ अब गरेर हामी जान्छौँ पौडी खेल्न स्विमिङ गर्न पौडी खेल्न होइन हामीले अघि नै भनेको थियौँ नि हामी अब एकछिन हाम्रो जस्तो बिहानदेखि अलिङ टलिङ भयो भने हाम्रो आजको उद्देश्य चाहिँ हामी पुरा गरेर छोड्छौँ भनेको थियौँ होइन हेर्नु त हामी यहाँ कहाँ छौँ हामी यहाँ एकजना पछाडि हामी चाहिँ टक्कसँग हामीलाई जति सक्दो हामीले जानेको हामी ड्रेसअप गरेर निस्केको छौँ है गाइजहरू अब यस्तै हो होइन हामीले खासै राम्रो हामीलाई भन्दा मलाई चाहिँ खासै राम्रोसँग ड्रेसअपहरू गर्न आउँदैन भन्दै हामी चाहिँ ल हेर्नु अब यो 30 सेकेन्डमा पुग्छौँ क्या यहाँ समुद्र साइड चाहिँ अनि हाम्रो अर्को दार्जिलिङको दिदी चाहिँ अघि नै आएर निस्किसक्नु भएको छ अरे नयाँ वर्षमा हामीले भन्नुपर्दा आज हामीले खाना चाहिँ खाएको छैनौँ क्या साथीहरू अब भरे आएर बनाएर खाने हो होइन अब हामी कतिन्जेल यतातिर रमाउँछौँ त्यो चाहिँ हामीलाई थाहा छैन अब रमाउँदै जाँदै थाहा हुन्छ छिटै निस्क्यौँ जस्तो बोर भयो भने छिटै चाहिँ तर बोर त हुन्न होला धेरै पछि हामी बाहिर निस्किरहेको छौँ नि त खैचहरू भन्दै पैसा त बोकेन चाहिँदैन होला पैसा चाहिँदैन भयो भने मोबाइल छँदैछ नि खानेकुरा घर आएर बनाएर खाने भने होइन यताको वेदर चाहिँ एउटा गीत गाउने जस्तो छ के अरे हावा जस्तै मलाई उड्न मन छ खै चाँठिएर कता गयो ल 1 2 3 हावा जस्तै मलाई उड्न मन छ अल्झाइ नराख मेन गायिका चाहिँ तल छ अनि हामीले त के गर्नु नि छैन हाम्रो खै त हाम्रो दिदी पैसाको बाहिर भएर नाउने हेरे अब त्यो आज त काल बेताल नै भयो त गाइजहरू हामी चाहिँ ढिलो भएछौँ अनि हाम्रो दिदी चाहिँ फर्किसक्नु भएछ होइन रिसाउनु भयो कि के हो दिदी आउनु न फेरि आउनु फाइनल्ली हामी समुद्र साइड चाहिँ आइपुग्यौँ है जे जस्तो भए पनि अरू त यस्तै हो होइन आजको दिनलाई स्पेसल बनाऊँ भनेर आएको तर स्पेसल भन्दा धेरै स्पेसल नै भयो यार
यो जाडो पनि अहिलेको पैसामा थाम्न सकेन भने अनि पछितिर के गर्छ होला हौ अनि लाउने इत्रु लगाएको छ नि यो भन्दा भित्र लगायो भने कस्तो देखिन्छ दिदी नआउनु हुने अरे दिदीलाई पनि पक्कै लाग्यो होला आज हाम्रो कुरा चाहिँ घरि घरमा आऊ भनेछ घरि तल जाउँ भनेछ ल हामी चाहिँ फाइनली आइपुग्यौँ है मेरो चाहिँ कपाल पर्ने अवस्था आउँछ यो सब हावाले उडाएर सेउसी भएर आएर छ सबैजना कस्तो भइरहेछ त हाम्रो बल्ल त सुरु भयो होइन नेपालमा अहिले कति बजिसक्यो हाम्रो बल्ल यहाँ न्यु इयर स्टार्ट भयो यो हो नि त त्यसरी हेर्नु भनेर पनि हामी यहाँबाट मूल्याङ्कन गर्छौँ र अर्कोपल्टदेखि त्यसैलाई हामी फोटो खिच्न लाउनेछौँ भन्दै अहिलेलाई चाहिँ हाम्रो यहाँ एकैछिनको लागि चाहिँ भिडियो यसैमा एन्ड गर्न चाहन्छ के छ है गाइजहरू हाम्रो न्यु इयर सिद्धियो सकेको छैन खाना बनाउन चाहिँ बाँकी छ मैले बिर्सेको के खाना पकाउन चाहिँ बाँकी छ खाना बाँकी छ सबै सामानहरू रेडी पारेर आएको छौँ अब एकछिन गएर पकाउने त्यस पछाडि खाने हो के हामी यहाँबाट चाहिँ निस्क्यौँ है होइन त भनौँ कि के भनौँ हजुर ल गाइजहरू हामी यहाँबाट चाहिँ निस्क्यौँ सबैजना आफ्नो आफ्नै तालमा छन् होइन आफ्नो आफ्नै मोबाइलमा आफ्नै आफ्नै तालमा छन् म मात्रै हो यहाँ सबैलाई ध्यान दिने चाहिँ ओइ त्यस्तो भन्नु हुँदैन त त्यही लगाइदिनु ल त्यही लगाइदिनु मुत्ने मान्छे हरायो भनेर हालिदिन्छु म चाहिँ के अरे नयाँ वर्षमा समुद्रमा घुमघाम गर्न गएको एउटा साथीले मुतले च्यापेर झनै मरियो ल बाई बाई खै बाई बाई गरौँ न त बाई 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 अब हामी भरे आउँछौँ है फेरि हामी धमकेदार हामी खानेकुरा बनाउँछौँ त्यस्तै अब त्यस्तो धेरै त छैन त्यस्तो आइटम त र पनि हाम्रो खुबी अनुसारको चाहिँ हामी बनाएर खानेछौँ हामी चाहिँ यहाँ सिडी चढिरहेको छौँ होइन यहाँ गाइजहरू चाहिँ फोटो हेर्ने कार्यक्रम चलिरहेछ साथीहरूको ल हेर्नुहोस् न यहाँबाट हाम्रो समुद्रको नजारा तलबाट चाहिँ दुईजना साथीहरू खाना नखाएर हो कि भोकले हो कि हिँड्नै सकिरहेको छैन आम है सिटाम हामी चाहिँ यहाँ रुममा आइसक्यौँ रुममा आइसकेर यहाँ कति छिटो काटिसकेको यो आलु अर्को चिकन यता रहेछ चाहिँ त अर्को चिकन यहाँ छ हामीले चाहिँ के अरे रोस्टको लागि तयारी गरेका छौँ अनि यता चाहिँ हामी भद्रको लागि छोडेर गएको थियौँ ढिलो हुन्छ भनेर मेरो चाहिँ यहाँ पानीले भिजिरहेछ फटाफट बनाउँछौँ है फिलहाल देखो न इन्हें क्या है ल है अब हामी बिचमा अलिअलि भिडियो त बनाउन सक्छौँ तर पनि मोबाइलमा ब्याट्री पनि सुटिरहेको छ अनि सायद चार्ज गर्दै भए पनि भिडियो चाहिँ अलिअलि थोरै भए पनि बनाउँछु होला किनभने मेरो के भिडियो चाहिँ धेरै खिचिहाल्छु के लोभ लागिहाल्छ अनि भएर एडिट गरेर फाल्न पनि लोभ लाग्छ अनि लामो भिडियो हुन्छ कि त्यही भएर म चाहिँ सर्ट छोटो बनाउने कोसिस गर्छु हस् त बाई बाई हामी चाहिँ अब फटाफट काम गरिरहेको छौँ
मलाई एउटा उयो चलाउनु यो ठुलो छ कि त्यो पहिले यो ठुलो छ। यता चाहिँ म यस्तो मिठो चिकन बनाउँछु साथीहरू तपाईँहरूलाई म फाइनल लुक पनि देखाउँछु राम्रो बनाउँछु ल आजलाई एकदम मिहिनेत गरेर फाइनल लुक पनि देखाउँछ अरे अनि हाम्रो एकजना दिदी पाहुना पनि हुन्छ दार्जिलिङ दिदी अघि तल जानुभएछ ढिलो भयो आउनुभयो टेलिभिजन गर्नुभयो अनि हाम्रो पुष्पा दिदी बाहिर जानु भएको छ दिदी आउँदै हुन्छ अनि हामी अब लगभग कति 5 जना 6 जना हुन्छौँ है साथीहरू ओके अब तपाईँहरूलाई फाइनल लुक देखाउँछ गाइजहरू हाम्रो चाहिँ ह्याप्पी न्यू इयर स्टार्ट भइरहेछ यहाँनिर मासु पोलिरहेछौँ होइन साथीले मासु पोल्दैछ यहाँनिर ओभनमा ड्राई फ्राई गरिरहेछौँ यहाँ माथि यस्तो मासु पाकेर छ यहाँ यति पकाइरहेछौँ यहाँतिर यस्तो भइरहेछ मेरिका तिमी के गर्दैछौ यो चाहिँ अचार रोसँग खानलाई सेकुवासँग खानलाई अचार कस्तो लागिरहेछ त दिदी अनि आज दामी हो भन कस्तो लागिरहेछ दामी भइरहेछ नि अब कस्तो भयो चाखौँ न यो चाख्नु ल चाखी पनि हालौँ ल म चाहिँ चाखेँ है त अर्को चाहियो ओके 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 ठिक छ एकदम मलाई भाडा दसका गाइस हेर्नु यिनीहरूले मलाई सबैजनाले भाडा मात्र लगाएर लास्टमा मैले यति धेरै मस्काएको छु यस्तो भइरहेछ आफ्नो आफूले जे चलाइदियो आफूले मस्काउने काम भइरहेछ दिदी खानु न पहिला के तपाईँले यो सबै कोट्याएर खान आउनुभएको ल दिदी आइसक्नु भयो दिदीलाई फेरि ढिलो हुन्छ कि हामी चाहिँ केही छैन है हामीले त यति मात्रै बनाएको अचार ए ल यति मात्रै हो छैन खासै के भन्दाखेरि चाहिँ जुसको Orange juice का Happy New Year. एउटा फोटो पनि वाउ अहिले त लस्सीले जित्यो है सबलाई मजाको भयो त अर्को गाउँमा